मामा कोते कोते फुम गरम नै बुढा त्यो चक्रीले बोकेको भाले त हाम्रो जस्तो छ नि हाम्रो त छ होइन हाम्रै हो त्यो भाले ल जब छामे खुसीपुरमा तिलताजी आमा नलकरन के गरेर खोजेको तैँले अहिले एकछिनमा थाहा हुन्छ घरि अन्धाधुन्दा हान्या छ घरि थाममा ल्याएर बान्या छ हुँदा हुँदा अहिले त खुकुरी नै उद्याउन थालेछ अनि तैँले गर्न खोजेको चाहिँ के हो अहिले एकछिनमा थाहा हुन्छ ए हुरु रे तैँले यो अनुहारमा चक्रीलाई बाँधेर चाहिँ के गर्न लाग्यो अहिले एकछिनमा थाहा हुन्छ ए हुरु रे तैँले के गर्ला अहिले एकछिनमा थाहा हुन्छ ए नकुल बकुले किन के भयो त्यहाँ हुरुरीले चक्रीलाई थाममा मात्रै यसो यसो गरिरहेछ के मोबाइल मार्न लाइन्छ होइन त्यो यसो यसो गर्छ नि त्यो अगाडि यसो आँगनमा बसेर यसो यसो गरिरहेछ के सारङ्गी रेटर लाइन्छ होइन के त्यो ढुङ्गा अगाडि बसेर हतियार लिएर यसो यसो गर्छ नि त्यही गरिरहेछ क्या त्यसले के खुकुरी उदाइरहेछ हो खुकुरी उदाइरहेछ चक्रीलाई बाँधेछ खुकुरी उदाइरहेछ मार्न लागेछ त्यसले ओहो त्यसमा जाउँ 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 जाउँ, 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 जाउँ। खबरदार मान्छे तलमाथि होला त्यहाँ ए भाइ तैँले जे भने नि एकछिनपछि थाहा हुन्छ एकछिनपछि थाहा हुन्छ भन्छ अनि तैँले गर्न खोजे के हो मैले ऋण काटेर 10 गाउँ घुमेर ल्याएको भाले यसले चोर्ने म यसलाई कहाँ त्यतिकै छोड्छु र म यसले गर्दाखेरि म गाउँलेहरूसँग नराम्रो भयो यसलाई म छोड्छु जाबो एउटा भालेको लागि त मान्छे काट्न खोज्ने कसले भने मैले मान्छे काट्न लाग्यो कसले भन्यो त्यसो भए यो चक्रीलाई बाँधेर खुकुरी चाहिँ किन उदेको त हुरुर यो खुकुरी त मैले भाले काट्नु उद्याएको हो नि त भाले काटेर भालेको मासु खाएर बलियो भएर यसलाई लाक्का लाक हान्ने हो नि त अब यतिकै हान्यो भनेदेखि म भन्दा यो बलले देखिन्छ के हो नि ब्रङ्ना हुँदै नबुझे अर्कालाई बानेर राखेको छ यो भाले मैले छोडेकै होइन यो भाले त ओ सक्रे भाइ म तिमीलाई एकदम सस्तोमा दिन्छु अनुहारमा परे भाले चाहिएकै हो त होइन पोथीको बोयफ्रेन्ड चाहिएको